बोलिए लक्ष्मी नारायण भगवान के। हेलो गाइज, गुड मर्निङ, राधे राधे सम्पूर्ण मेरो फेसबुक पेजमा रहनुभएको मित्रहरूमा। र आज चाहिँ मेरो मिसेस र म जाँदैछौँ लक्ष्मीनारायण मन्दिर उद्घाटन हुनु गइरहेछ। आज हामीहरूको लक्ष्मीनारायण मन्दिरको प्राण प्रतिष्ठा हुन जाँदैछ। प्राण प्रतिष्ठा हुनु गइरहेको छ र मेरो श्रीमती र म चाहिँ कलश यात्राको लागि अहिले निक्लिरहेको छौँ। अनि डेरी पनि भइरहेछ गाइस, बुढाले भिडियो बनाउने चक्करमा ढिलो भइरहेछ। होइन एक्चुअली हामीहरूको घरमा धेरै काम चलिरहेछ के, त्यो कामले गर्दा चाहिँ दुईजनाको अलिक ढिलो भयो र फेरि उहाँदेखि तुरन्त फर्केर आएर फेरि घरमा काम छ, त्यो पनि म देखाउनु छु हजुरहरूलाई। र अहिले चाहिँ हामी जाँदैछौँ र हजुरहरूलाई पनि लक्ष्मीनारायण भगवानको तर्फबाट हजुर सबैलाई सुसन्देश, सबैको सुस्वास्थ्य होस्, सबै कुरा राम्रो होस्, सोचेको चिताको सबै घरमा लक्ष्मी र नारायणको वास होस्। बेसिकली हामी आफूलाई एकदमै बेसी भाग्यमानी मान्छौँ जो कि हामीहरूको गाउँमा लक्ष्मीनारायण जस्तो भगवानको मन्दिर एउटा पनि। र हेर्नु होला, एकदमै यो हो, एकदमै तपाईँको सुन्दर तरिकाले निर्माण गरिएको छ। मन्दिरको मेन गेट चाहिँ यो रह्यो साथीभाइ हो। चारैतिरको यहाँको लोकेसन चाहिँ हेर्नु होला। थ्याङ्क यू। निकै बोलेछ है, धन्यवाद सबैलाई। यस कलश यात्रा कार्यसूची समितिका विभिन्न चाडबाड आउने महिला समितिको सदस्यहरूले हामी अब हाम्रो कलश यात्राको लागि रेडी हुँदैछौँ। सम्पूर्ण महिला भक्तगणमा अनुरोधलाई हामी धन्यवाद ज्ञापन। अहिले चाहिँ कलश यात्राको जल गइरहेछ अहिले। बोलिए लक्ष्मीनारायण भगवान के। साथीभाइ अहिले चाहिँ हामी फाइनली कलश यात्राको अन्तिमतिर लागिसकेको छौँ र अहिले हामी घाटबाट निक्लेर जललाई लिएर अहिले हामी मन्दिरको तर्फ लागिरहेका छौँ। र हेर्नु होला चारैतिरको दृश्य यस प्रकारको छ। लक्ष्मीनारायण भगवान के। र अहिले हामी लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ र जल यात्राको अन्तिमतिर हामी पुगिसकेका छौँ। र हेर्नु होला यहाँको दृश्यहरू चाहिँ एकदमै एकदमै भिडभाड भइरहेको छ। राधे राधे। र अहिले फाइनली हामी घर आइपुगिसकेको छौँ र घरको कामहरू चलिरहेको छ यहाँनिर। र भाइहरूले अहिले रेस्ट गरिरहेको छ, घरको काम खत्तम गरेर रेस्ट गरिरहेको छ। अहिले उनीहरूको खाजा खाने टाइम भयो र आज नै हामीले यो घरको खुट्टा पनि लाउने डिसाइड गरेको छौँ। आरामसे 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 पक्ड भाइ। ल आज उद्घाटन भयो है साथीभाइ हो। रे पहिला खम्बा यहाँ गाडी हो र मानेको जस्तै होस्, जति सक्दो छिटै होस् होइन भाइ। ल भाइ 2 3 डाइरेक्ट खाल्दिनु 5